सबैलाई नमस्कार निकै छौ कि आज पनि म नानो भिडियो लिएर आएको थिएँ क्या भने पनि नपत्याने बाघमारे बिल्लाले त्यसो भइरहेछ क्या अस्तिवालादेखि 80 रुपियाँ किलो टमाटरको आज हत्तै टमाटरको रेट घटेर 10 रुपियाँ किलो भएछ त्यही भएर मैले 100 रुपियाँको 10 किलो लिएर आएको थिएँ क्या अब ल्याउन त ल्याएर आउँथे कहाँबाट आउँथे क्या फिरिसीमा ठाउँमा चाहिँ त्यही भएर मैले एक रेसिपी बनाउँछु भनेर मैले 10 गेडा टमाटर पाकेका छानेर पखाल्दै थिएँ क्या म अब 10-15 मिनट उसाइदिन्छु त्यसपछि म प्याज काट्छु थिएँ क्या दिनमा 1-2 किलो प्याज काट्नै पर्छ थिएँ क्या त्यो छिटी आँखा पुग्दैन मेरा मैले 4 गेडा प्याज पनि मिसिन बाडी काट्दिएँ अब त्यसपछि म टमाटर पनि निकै उसिके थिएँ क्या अब टमाटरका खोस्ला निकालिदिन्छु अब म तड्का लगाउँछु जिरा राई कडी पत्ता त्यसपछि म प्याजलाई निकै भुट्छु बल्ल आँचमा भुट्छु त्यसपछि मैले उसाएका टमाटर पिन्याएको त्यो हालिदिन्छु अब म मसला धनियाँ पाउडर मिर्ची पाउडर र हल्दी पाउडर र नुन मात्र हाल्छु थिएँ क्या ज्यादा मसला नि हाल्नु लास्टमा म धनियाँ पत्ता पनि हालिदिन्छु टमाटरको सुप बनेर तयार भइगयो क्या यतिको बनाए कसो नै खान्न सेटमा खानु थियो क्या अब खलखल खान्छ